त्यतिकै रबर्ट नै थियो, चुरी निकासी गर्ने अवस्था नै थियो, चाइनामा जान्थ्यो। हामी जबरजस्त यहाँ 1 कुन्तल 78 किलो चाहिँ सङ्कलन हुने ठाउँमा अहिले चाहिँ 30 किलो भनेर माग्नेछु। त्यतिखेर यहाँ चाहिँ पुरो यो पुपाल भनेको छ पुरा चाहिँ यो हेरेसो गुमाको भारी थियो र उतातिर चाहिँ बिजा भन्छौँ कुर्बाङ त्यो तल फिरीमा छैन वारिपारि छ पुरा चाहिँ अहिले कहाँ खोजेर पाउनै पाउँदैन। पहिला 1.5 कुन्तल हुने ठाउँमा अहिले चाहिँ 25-30 किलो भनेपछि यो अर्को 5 वर्षभित्रमा सबै लोक हुन्छ। सङ्कलन भएको त्यति चुहाउट भएको चुहाउट आदि कति भयो त्यो थाहा भएन। अहिले चुहाउट कतिको हुन्छ? अहिले पनि छ सबै उतातिर हो, चुहाट सबै उतातिर हो। जता चाहिँ अब मन पराउँछ न उतातिर चाहिँ अब बेच्ने कुरा भयो। अब आरक्षले धम्काउने काम मात्रै गर्छ र कमसे कम शिकार आरक्षले धरपाटनले सङ्कलन गर्नु पाउने र वितरण गर्दा पनि रुकुमलाई चाहिँ यो पूर्वी रुकुम यो पुठालाई चाहिँ यो भनौँ न यो पुपाललाई चाहिँ एउटा प्रोजेक्ट जान बनाएर चाहिँ त्यो ढङ्गले चाहिँ रुकुमको सामान भनेर चाहिँ उसले लिगलीले चाहिँ यहाँ भनौँ न दिनु पर्यो, सङ्कलन इजाजत दिनु पर्यो, छटपुर्जी दिनु पर्यो, त्यसपछि चलानी पुर्जी सप्लाई गर्नु भइदियो भए कि नभए उसले वनलाई दिनु पर्यो कि वनलाई जिम्मा लिनु पर्थ्यो। वनको विचारहरूले चाहिँ आरक्षा बाहेकको भनेर चाहिँ दिनुपर्ने बाध्यता छ। आरक्षी जस्तो कि हाम्रो वनको चाहिँ अब हाकिमहरूले चाहिँ सिग्नेचर पुर्जी काट्दाखेरि आरक्षी बाहेकको भनेर दिनुपर्छ। आरक्षीको बाहेकको मैकोटमा चाहिँ मैकोट गाउँमा चाहिँ उम्रिने होइन त्यहाँको सामुदायिकको नाममा चाहिँ हाम्रो चाहिँ मैकोटमा सामुदायिक छ। हाम्रो यो 2 नम्बरमा पनि 2वटा सामुदायिक छ। एउटा गार्जाकोला छ, एउटा चाहिँ सेडमाङ भन्ने चाहिँ छ। तर यता गार्जाकोला अलि साङ्ग्रो पर्छ, हाम्रो उतातिर चाहिँ ठुलै छ, जनसङ्ख्या नपुगेर मात्रै अलि साङ्ग्रो भयो। त्यो सामुदायिक ठुलो छ। त्यो सामुदायिक चाहिँ आवश्यक नभए बाहेकको भनेर चाहिँ दिनुपर्ने बाध्यता चाहिँ विचार हाम्रो चाहिँ अब वन कार्यालयलाई पनि चाहिँ अब पुर्जी दिनु भन चुनौती छ। पुपालको भन्दा बित्तिकै चाहिँ फेरि आरक्षले फेरि छोड्दैन होइन। आरक्षको अलिक अप्ठ्यारो छ, त्यही भएर चाहिँ अलिक गाह्रो स्थिति छ। सर अब यो विश्व वातावरण सम्बन्धमा चाहिँ दिवसको सम्बन्धमा तपाईँले चाहिँ हाम्रो चाहिँ पुरा चाहिँ माथिल्लो निकायबाट चाहिँ आउन गएको सरहरूले हामीले धेरै चाहिँ आत्महत्या दिने ठानिरहेको छ। अब यस्तो बुढी मान्छे होइन कहिले नआएपछि म चाहिँ यहाँ अस्ति बिरामी भएर सर म ती 4-5 दिनमा आएको कि म यहाँबाट चाहिँ त्यहाँ पूर्वाङ पुग्नलाई 1 दिन, त्यहाँबाट यहाँ पुग्नलाई 1 दिन लाग्छ। पहिला यहाँबाट घर पुगिन्थ्यो भने चाहिँ अहिले बिरामी कारणले चाहिँ यहाँबाट चाहिँ 2-3 ठाउँ बाटोतिर जानुपर्ने स्थिति छ। बिचराहरू चाहिँ अब यस्तो हिमाली क्षेत्रमा चिसोमा हाय लाग्ने एकातिर चाहिँ उमेर अवस्थाले पनि सक्नु पऱ्यो नि। त्यो ढङ्गले आउनु भएकोमा तपाईँहरूले चाहिँ कष्टलाई चाहिँ हामी सम्मान गर्छौँ। यसलाई चाहिँ अब थोरै हाम्रो सुझावलाई पनि राज्य सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ पुऱ्याउने निम्ति चाहिँ हाम्रो चाहिँ नितान्त हाम्रो अनुरोध छ।